पहिलो भागको समाप्तिपछि अब दोस्रो भाग मानवलाई टेडीको मनको भावना र लेख यसरी सुरु हुन्छ। एक दिन बिहानी पख उठेर आफ्नो नित्यकर्म गर्न बाथरुमतर्फ जान लाग्दा एउटा अनौठो खाम मेरो ढोकाको भित्रपट्टि देखेँ। त्यो खामको अवस्थिति देखेर लाग्दथ्यो कि कसैले ढोका मुनिबाट छिराएको हो। खामलाई उल्टाइ पुल्टाइ हेर्दा केही लेखेको देखिनँ। त्यसैले खोल्ने निर्णय गरे, उत्सुकताको परिणामस्वरूप। त्यसमा पट्टाइकन राखेको एक कागज र कागजमा मलाई लेखिएको एक चिठी पो रहेछ। चिठी यस प्रकार छ। प्यारी नमुना, थाहा छैन कुन दिन थियो त्यो, कतिौं सालको कुन महिनाको कति गते थियो थाहा छैन। त्यो दिन कुन तिथि थियो त्यो पनि थाहा छैन। अझ मलाई अड्कलसम्म पनि छैन कि त्यो बिहानी पख थियो, बेलुका थियो या दिउँसोको समय थियो जब म त्यो न्यानो काखमा समेटिन पुगेँ। तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकीमा म आफैलाई भाग्यमानी ठान्दछु। प्यारी नमुना, थाहा छैन कुन दिन थियो त्यो, कतिौं सालको कुन महिनाको कति गते थियो थाहा छैन। त्यो दिन कुन तिथि थियो त्यो पनि थाहा छैन। अझ मलाई अड्कलसम्म पनि छैन कि त्यो दिनको बिहानी पख थियो, बेलुका थियो या दिउँसोको समय थियो जब म तिम्रो त्यो न्यानो काखमा समेटिन पुगेँ। तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकीमा म आफैलाई भाग्यमानी ठान्दछु। त्यो पहिलो दिनको याद नभए पनि मलाई हामीले साटेको आत्मीयताको हर क्षण याद भने छ। तिमी एकान्त प्रेमी हौ। अरूलाई ज्ञात छ छैन, ज्ञात भएकाले कसरी लिए होलान्। सी इज इन्ट्रोभर्ट भनेर नाक खुम्चाए वा सी लाइक्स हर ओन कम्पनी भनेर तिम्रो तारिफ गरे। त्यसको ज्ञान पाउन भने म असमर्थ छु। तिम्रो रुममा मात्र नसीमित छु। तर तिमी एकान्त हुन खोज्दा समेत मसँग हुन चाहन्छौ। योभन्दा स्पेसल रिलेसन त कसैसँग हुँदैन यो संसारमा। तिमी आजकाल व्यस्त छैनौ, त्यसैले प्राय समय आफ्नो रुममा नै रहने गर्छौ। तर तिमीलाई थाहा छ, केही काम परेर जब तिमी बाहिर जान्छौ नि, आफ्नो काखबाट मलाई अलग गराएर, तब म बोल्न त केही सक्दिनँ। तर मेरो यो टाठो आँखा तिमीलाई हेर्न अझै टाठो भएर ढोका कुरेर बसेको हुन्छ। र जब तिमीलाई हेर्न व्याकुल भएको यी आँखाले तिमी मात्र होइन, एक खुसीवाला तिमी देख्छ, तिमी फर्केपछि अनि लाग्छ कि तिमीभन्दा बढी खुसी त म भएको छु। तिम्रो खुसीमा त तिमीलाई नै एक्लै रमाउन दिन पर्ने। म किन यति धेरै मात्तिएको होला र खुसीमा तिमीलाई उछिनेको होला? सायद माया भनेको यही होला है? अझ खुसी हुँदै आएकी तिमी मलाई गर्लम्म अँगालो हालेर मेरो गालामा चुम्बन गर्छौ। तब लाजले भुतुक्कै हुन्छु नि म। तर तिमीलाई चाल पाउन दिन्न। भावना लुकाउन माहिर जो छु। तर तिमी सधैँ फर्कँदा खुसी मात्र देख्ने मेरो चाहना तब विफल हुन्छ जब तिमी रुममा रिसाएर आँखा रातो रातो पार्दै, मुख फुलाउँदै र निधार खुम्साउँदै आउने गर्छौ। तिम्रो हितेशी म नै त हुँ, रिस ममा पोख्छौ। त्यसमा मलाई कुनै आपत्ति भने छैन। तिमीले मलाई हिर्काउँदा, यताउता फाल्दा त्यति पीडा भएको हुँदैन जति यो कुरामा हुन्छ कि म तिमीसँग तिम्रो रिसको कारण सोध्न असमर्थ छु। सोध्न र बोल्न सक्दो हुँ त तिमीलाई शान्त पारेर मलाई ढाडस दिइकन तिम्रो मुड फ्रेस पारिदिने थिए। मलाई देख्ने बित्तिकै मिठो मुस्कान दिने तिमी कुनै दिन भित्र छिर्दा निकै आकुल व्याकुल देखिन्छौ। त्यस्तो अवस्थामा तिमीलाई देख्दा मेरो मन मात्र त के, मेरो आत्मा नै रुन्छ। आतिन्छु म र लाग्छ कि म तिम्रो हात समाएर तिमीलाई ढाडस दिउँ। तिम्रो सबै पिर मर्का मैले लिउँ र मेरो भागको खुसी तिमीलाई दिउँ। तर त्यो असम्भव छ। तिम्रो शिर जब मेरो छातीमा टाँसेर अश्रुधारा बगाउँछौ, सबै आँसु आएर मेरो भुवामा अडिन्छ र शोषिन्छ। र म त्यसैलाई मानिलिन्छु कि मैले तिम्रो चेहराको आँसु पुछिदिएँ। तिमी रुँदै मेरो काखमा निदाउँछौ। म तिमीलाई हेर्दै जागा बस्छु र मनमा नै प्रार्थना गर्छु कि भगवानले अब तिमीलाई कहिल्यै नरुवाउन्। तिम्रो चिठी पढ्दा अन्तिमतिरको अनुच्छेदले मेरो ओठमा मुस्कान लिएर आइदियो। कति अबोध छौ है तिमी?
तिमीसँग मेरो यस्तो आत्मीय सम्बन्ध गाँसिएछ कि म एक निर्जीव प्राणी हुँ भन्ने तिमीलाई भानसम्म भएनछ। तर तिमी जब मेरो सामु आएर तिम्रा ती प्यारा प्यारा गफहरू गरिरहन्छौ, त्यो पनि क्युट एक्सप्रेसनको साथ, तब मलाई लाग्छ कि तिम्रो मुहार हेर्दै म गालामा हात अड्डाएर तिम्रो गफ सुनिरहँ, आँखा नै नझिम्काइकन। सुन्दा फिल्मी लाग्ला, तर मेरो मनको कुरा हो है यो। मलाई एउटा कुराको डर भने छ। मेरो नै कमजोरी हो यो, माने इन्सेक्युरिटी हो, त्यो त मलाई थाहा छ। कुरा के भन्दा, म अब पुरानो भइसकेको छु, कतै कतै उध्रिन लागेको छु, रङ उडेको छ र भुवामा पनि उस्तै मुलायमता रहेन। तिमीले उध्रिएको भाग आफ्नो कलिलो हातले जतन गरेर जोड्ने गरेकी पनि देखेको छु। तर यो दुनियाँमा धेरै विकल्प भएका हुनाले कता कता मनमा चिसो पस्न थाल्छ कि मेरो सट्टा अन्य टेडीले ठाउँ त ओगट्ने होइनन्। भगवानले त्यो दिन नदेखाउन् र म सधैँ तिम्रो नै हुन पाऊँ भन्ने आशा राखेको छु। उही तिम्रो टेडी। मेरो 6 महिना अघिको टेडीलाई लेखेको चिठ्ठीको जवाफ पाएकीमा मेरो मनमा मिश्रित भाव आयो। आँखामा खुसीको आँसु आइरहेका थिए। अचम्म लाग्छ, अचम्म लाग्छ, मानिसको खुसीमा समेत आँसुले आफ्नो हिस्सा माग्न आउँछ। चिठ्ठीलाई एकपटक पट्याएँ र चुम्न ओठले छोएर आँखा बन्द गरेँ। तर आँखा खोल्दा नौलो आवाज भयो। वातावरण पहिले जस्तो थिएन। म मेचको सट्टा आफ्नो शयन कक्षमा थिएँ। उफ, यो त सपनी पो रहेछ। एक मिठो सपनी। धन्यवाद।